हेलो दाजु ढोकारे भाग्यमानी हुनुभयो नि। अनि यसपालि त घर आउने भन्नुहुन्थ्यो। यसपालि तल घर सन्तोष र म सँगै घर आउँदैछौँ, तल घर पनि गएर भन्देऊ ल। ए ल ल हुन्छ दाजु। जमरा छरिन रे अब बहिनीले फुलमाला उनिन रे अब आमाले जमरा छरिन रे अब बहिनीले फुलमाला उनिन रे अब हजारे फुल फुलिसके खेतमा धान झुलिसके हजारे फुल फुलिसके खेतमा धान झुलिसके पर्ख पर्ख बहिनी आउँदैछु म घर खाउला पिउला रमाउला हतार नगर पर्खेकी छु दाई आउने खबर सुनेर बसेकी छु मेरो मुटुको धड्कन पनि झनै झनै बढ्यो म बसेको गाडी अब पहाडतिर चढ्यो यो मुटुको धड्कन पनि झनै झनै बढ्यो म बसेको गाडी अब पहाडतिर चढ्यो रमाइलो होला गाउँघरमा परदेशी फर्केर फर्किँदैछु मेरी बहिनी बसे है पर्खेर पर्खेकी छु दाई आउने खबर सुनेर बसेकी छु मेरो दाई फुलमाला मुनेर पीडा भुलेर आउनु सही मेरो दाई मनमा सहुलेर लगाउला रातो टीका दुःख पीडा भुलेर रमाइलो छ गाउँघरमा झिलिमिली झर्केर आउनु सही मेरो दाई बसेकी छु पर्खेर पर्ख पर्ख बहिनी आउँदैछु म घर खाउला पिउला रमाउला हतार नगर पर्खेकी छु दाई आउने खबर सुनेर बसेकी छु मेरो दाई फुलमाला मुनेर छोरी दाई आइपुगेन अहिलेसम्म कहाँ आइपुग्यो होला खबर गर्छ सायद माथि गएर आइपुग्नु भयो होला जाम न आमा माथि गएर
सन्तोष 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 दसैँ आउँदा हरेकको घरमा खुसी छाएको छ 5 वर्षको लामो समयपछि दाइ घर फर्किँदै हुनुहुन्थ्यो। घर आँगन सजाउन, टिका थाप्न र दाइसँगको भेट हुँदा आँसुमा लुकेका खुसी पोख्न साह्रै मन थियो। तर भगवानलाई के थाहा, आधी बाटोमै खोस्यो। आज घरमा दीप बालिनु पर्ने थियो, तर मैन बत्ती बालेको छ। दाइको हातको टिका लगाउने सपना अधुरै रह्यो। बहिनीको निर्धारितै भयो दाइ, दसैँमा भेटौँला भन्ने बाचा अधुरै भयो। विदेशमा कमाएको पसिना त आयो होला, तर तपाईँको मायाले भरिएको अनुहार कहिले नफर्किने भयो दाइ। तर मायाले भरिएको अनुहार कहिले नफर्किने भयो दाइ।